स्याल बुवासो शेर अहिलेको समीक्षा यति हो। म संसद पुनर्स्थापनाको विकल्प देखिरहेको छैन। अब देउपाको कुरा गर्ने उनको ट्रिटमेन्ट सिङ्गापुरमै हो। एक पैसा भ्रष्टाचार गरेको छैन भन्छन्, कुन खर्चले गर्छन् त? त्यो कसैले दिएन भने सबै मलाई दिउन्, यसको फोरफारक म गरिदिन्छु। अब संसद पुनर्स्थापना हुन्छ? म विकल्प देख्दिनँ। त्यो राष्ट्र ब्याङ्कको गभर्नर भन्ने कमाइया छैन त्यो कल्की? त्यो कल्कीले डेरा पनि पाएन अरे काठमाडौँ। त्यति घृणा गर्छन् मान्छेले अहिले। ऊ म गभर्नर हुँ भनेर हिँडिरहेछ। एउटाले गएर त्यो एनएसीको लाई राजीनामा दिए भन्यो, अरू अख्तियार दिए भने त्यसैले लगेर कोचिदिए। आफै ठग रहेछ त्यो म जेएनजी हुँ भन्थ्यो। यहाँको पुँजी व्यवस्थापन गर्न नसकेपछि सिङ्गापुरको पुँजी व्यवस्थापन गर्न जाँदैछन् भन्ने छ। अब मरेको घोडा हो ओली भने त त्यहाँ चाबुक हान्नुको के अर्थ छ? यो सबै जेएनजीले गर्दा भएको। जेएनजीको नाममा चाहिँ पुराना सत्तामा आउन मिल्ने, अनि एउटा मरेको घोडाले चाहिँ आवाजै दिनु नहुने, ग्यार गरिरहेछ टुरी खेलमा सुतेर। त्यति पनि गर्न नपाउने, हामीले ट्रिटमेन्ट गर्नुपर्छ त्यसलाई। अफगानिस्तानदेखि सिरिया बनाउने कुरा होइन त नेपाललाई? यो कतै यो देश सिध्याउने खेल त होइन। दीपक खड्का ट्याक्सेस पुग्यो भने अहिले हामी जाउँ त के हुन्छ? सक्यो त यहाँ भिसै दिँदैन। दिइहाल्यो भने कति बेला कहाँ रोक्ने हो केही पनि थाहा छैन। आगोमै छोडेर भागेछन् ओली उनलाई, अनि धक्का दिएर भागेका अरे। अब नगरपालिकाका हाकिमहरू के गर्दै होला बिचरा? सुनिता डङ्गलको आवाजै सुनिँदैन। थर रहेछ नि त सहरमा त। घाँटी हेरेर हान्ने हो, सिंहदरबार जलाउन सक्ने, अनि आफ्नो अनुकूलको व्यक्तिलाई प्रधानमन्त्री बनाउन नसक्ने भने के हो? आजको परिवेश बिगार्नेमा केपी ओली, विस्फोटक बनाउनेमा जेएनजी, यो दुईटाले सबै कुराको जिम्मेवारी लिनुपर्छ। तर यहाँ त जसले बिगारेको उही पो टाइगर हो भन्ने कुरा आइगयो फेरि। दीपक खड्का जस्ता फटाहरू के अब यहाँ हुँ आउने डक्टर मन्त्री हुने, अनि मन्त्री रिटायर हुने भोलिपल्ट टक्क उहीँ घर फ्ल्याट जम्मै हुन्छ के फेरि हिँडेको। फेरि एउटाको मात्रै होइन, अहिले कुलमानको कुरा आइरहेछ, शक्ति बस्नेतको कुरा आइरहेछ, देवेन्द्र पौडेलको कुरा आइरहेछ, जनार्दनको कुरा आइरहेछ, वर्षमानको कुरा छ, सबैको छ हो। त्यसपछि यो भएको हो नि त। अनि त्यो गर्ने रणभूमि हो यो देश। अब पालो बालेन शाहको भनेर भनिसके। अब किन उनी सिङ्गापुर गइरहेछन्? दीपक खड्का भन्ने फटा टेक्सास पुगिसक्यो भन्ने छ। यो त फटाको ग्याङ त हो नि हो। किनभने समयमा चुनाव हुन नसक्ने, संसद पुनर्स्थापित पनि नहुने, अनि कसरी राजनीति अगाडि जाने त? लानु चौधरीले हाम्रो प्रचण्डको बुहारीको त्यहाँ 80 रोपनीमा होटल बनाएको छ, ती लगेर उनका पैसा थुपारेका छन् भने नि त। देउवाको भूमिका चाहिँ कस्तो पाउनुभयो तपाईँले? सबैले सराहना नै गरे, कुर्सी छोडे। सबैभन्दा महान त मलाई त आर्जु देउपा लाग्यो। लुखुर लोग्नेको पछाडि मुसु हाँस्दै हिँड्नु भनेको सानो कुरा होइन। जसले चाहिँ जगटा लुची मागेको थियो, लात्तले हानेको थियो जसलाई, त्यो महिलाले आनन्दसँग पार्टी कार्यालयमा आफ्नो बलिदानी पतिको पछाडि लुसु हिँड्नु भनेको सानो कुरा होइन नि। हामी कति लाचार रहेछौँ, हाम्रो राज्य सत्ता कहाँ पुगेछ, हाम्रो देशको भविष्य के हुनेवाला रहेछ, एउटा डेमोन्स्ट्रेसन गर्न नसक्ने कस्ता राजनीतिक दलहरू हुन् यिनीहरू? जाँचबुझ आएको अध्यक्ष जसलाई बनाएका छन् उनी नै जेएनजीको चाहिँ क्याम्पेनर भन्ने देखिएको छ। भने उनले त निष्पक्ष जाँचबुझै गर्दैनन् भन्ने कुरा आयो। शेरबहादुर चाहिँ सिङ्गापुर हुँकिने, अनि रमेश लेखक चाहिँ काठमाडौँ बाहिर पनि जानु नपाउने हुनेछि, अनि कहाँ जाने त? उसले चाहिँ फेरि घरमा आगो लगाइदिने, यहाँबाट बाहिर जान नपाउने, अनि टुरी खेलमा आएर सुत्ने। उसले चाहिँ अब ठाउँमा जेएनजी कुटिनु पर्ने, लखेटिनु पर्ने स्थिति आयो क्या? आएन। ओली नभएको एमालेको नेतृत्व बन्ने हो भने पार्टी एकतामा जान सकिन्छ भन्ने खालको कुरा उनले ल्याइछन्। भनेपछि बुवासोको भूमिका आयो कि आएन त? हामीले सूर्य थापालाई मात्रै गाली गरेर हुन्छ र? त्यस्तो गरिबलाई रात दिन किन लखेट्ने? हामीले म उतार्नु पऱ्यो पनि भन्न नपाउने कसैले। केपी ओलीको कुरा पनि यही हो। प्रचण्ड यिनीहरूको कुरा नगरौँ, किन उनीहरू खतरा हुन्, भोलि भाटे कारबाही पनि हुनसक्छ। बाबुराम छटपटाइराखेका छन्। यसपछिको रणनीतिक पात्र बाबुराम हो भन्ने कुरा पनि छ। नेपाल चाहिँ फेल नेसन जस्तो स्थितिमा छ, कहीँ कोही पनि मनोबलले काम गर्दैन, प्रहरीहरू मुर्जाएका छन्। डाक्टर स्वागत छ। ल धन्यवाद। डाक्टर साहब, एमालेको केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आज चलिरहेछ। एमाले पङ्क्तिमा उठिराखेको छलफल कुराकानी र यो बैठकलाई तपाईँले कसरी हेर्नु भएको छ? के भन्दैछन् एमाले? अब एमालेको त मैले त्यहाँ केही सुनिनँ, खालि ओलीको मात्रै गडगडाट सुनेको छु मैले त। महाभारतको युद्ध भइसकेपछि 5 पाण्डवमा होड चल्यो अरे क्या। यो युद्धमा कसले वास्तवमा सही चाहिँ शक्तिशाली भूमिका खेल्यो, को नै यसको निर्णायक हो भन्नेमा चाहिँ बहस विवाद भयो अरे क्या। उसले मैले भन्ने म कोही धनुर्धारी, कोही कोनिकेधारी, कोही गधाधारी यस्तो भन्थे नि त उनीहरू। अनि 5 पाण्डवको झगडा सुनेपछि त्यसो भने कृष्णलाई सोधौँ, त्यसको त सबै तारतम्य मिलाएर त कृष्णले थियो। त्यसरी पहिला नि मैले भनेको थिएँ, नेपालबाट गएको एउटा पात्र थियो, को हो त्यो? बारबरिक होइन। अब मैले पनि भन्ने कुरा आउँदैन, यो सबै हेर्ने चाहिँ बारबरिक हो। एउटा रुखको टुप्पामा त्यसलाई चाहिँ राखिएको रहेछ, उसको शर्त जतापट्टि ऊ जोडियो त्यसैले त्यो युद्ध जित्ने हुनाले
कृष्णले त्यसलाई बाटैमा शिरछेदन गरेपछि त्यसले एउटा माग के राखेछ भने प्रभु म एउटा यो युद्ध चाहिँ हेर्न पाऊँ भन्ने त्यसले मा ल त त्यहाँ बसेर युद्ध हेर्नु भनेपछि उसले त्यो युद्ध हेरिरहेको रहेछ ल आएर भनिदिनु पऱ्यो यो युद्धमा कसले वास्तवमा निर्णायक भूमिका खेलेको हो भनिसकेपछि कृष्णको को थियो त्यहाँ युधिष्ठिर थिए दुर्योधन थिए अर्जुन थिए भीमसेन थिए अर्को एकजना भाइ सानो थियो 5 भाइ अनि मैले भन्छ ऊ के हो त कुरा भन्दा बारबरिकले भन्यो यसमा त मैले कृष्णको सुदर्शन चक्रभन्दा अरू त केही मैले घुमेकै देखिनँ कसैले युद्ध खेलेकै देखिनँ मैले त बेला बेला चाहिँ द्रौपदीको जुन जटा हो फिजाएको जटा त्यो जटा चाहिँ बेला बेला चाहिँ त्यो जटा यसरी फडाएर गरेको देख्थेँ अरू मैले यसमा कसैको केही पनि देखेन भनेपछि सबैको त्यो धनुर्धरको पनि त्यो अर्को गदाधारीको पनि अर्को सत्यवादीको पनि 12 बजेछ भने जस्तै यहाँ पनि त्यो केपी ओलीको गर्जनभन्दा परतिर म केही पनि सुन्दैन बेला बेला यो त्यो द्रौपदीको जटा जस्तो विद्या भण्डारीको मधुरो स्वर चाहिँ बेला बेला म सुन्छु अरू केही पनि म सुन्दिनँ एमालेमा मैले देखेको कुरा त्यही हो ओली जसरी प्रस्तुत भएका छन् उनले संसद पुनर्स्थापनालाई जोड दिने भन्ने कुरा नै अगाडि बढाएका छन् र फेसबुकका भरमा राजीनामा किन गर्नुपर्ने भन्ने खालको प्रश्न उठाएका छन् उनको प्रस्तुतिको रवैया पुरानै शैलीमा देखिन्छ यो कहाँ पुग्ने बाटो हो ओलीको संसद पुनर्स्थापना सम्भव छ कि छैन डाक्टर साहब होइन त्यो त राजनीति चाहिँ सबै कुरा शक्तिले निर्णय गर्छ अब ओलीको जुन पुरानो भन्ने कुरा चाहिँ के हो भने पुरानै सत्ताधारी घटक बन्यो नि त त्यहाँ यो जेएनजीको कारणले भयो यसको जिम्मेवारी चाहिँ जेएनजीले लिनुपर्छ फेरि यो जेएनजीले गर्दा यस्तो भयो अब जेएनजीले के गर्यो भने 13 देखि 27 उमेर समूह भनेर जेएनजी विद्रोह गर्यो ओलीभन्दा नि बुढोलाई लगेर सत्तामा राखिदियो र ओलीहरूले नि पालित पोषित गरेका पुराना चाहिँ खाइदेऊहरू सत्तामा जम्न आइसकेपछि त्यो गरिब एउटा ओलीलाई मात्रै किन लखेट्ने हामीले मैले बुझिनँ ऊ आफै त अब जमिनमा आइसक्यो त पञ्चायतको बिपीले भन्थे क्या पञ्चायत मरेको घोडा हो त्यसलाई चाबुक हान्नुको के अर्थ छ अब मरेको घोडा हो ओली भने त त्यहाँ चाबुक हान्नुको के अर्थ छ यो सबै जेएनजीले गर्दा भएको जेएनजीको नाममा चाहिँ पुराना सत्तामा आउन मिल्ने अनि एउटा मरेको घोडाले चाहिँ आवाजै दिनु नहुने ग्यार ग्यार गरिरहेछ टुरी खेलमा सुतेर त्यति पनि गर्न नपर्ने हामीले ट्रिटमेन्ट गर्नुपर्छ त्यसलाई त कोरामिन दिइदिनुपर्छ हाम्रो त त्यो हो नि त पूर्वीय परम्परा त कुकुरको पनि पूजा गर्ने गोरुको पनि पूजा गर्ने गाईको पनि पूजा गर्ने गाईलाई आमा भन्ने यस्तो संस्कार होइन हाम्रो के छ र ओलीको त जस्तो अहिले भनौँ न शेरबहादुर सिङ्गापुर उडिसके क्या अरे पैसा व्यवस्थापन गर्न गएको भन्ने छ त्यो अर्को दीपक खड्का भन्ने फटा टेक्सास पुगिसक्यो भन्ने छ यो त फटाको ग्याङ त हो नि हो एउटा गरिबलाई मात्रै किन लखेट्ने हो हामीले बोल्न दिउँ न विचार देउवाको भूमिका चाहिँ कस्तो पाउनुभयो तपाईँले होइन भूमिका ठिक छ उसको तर कर्म गलत छ नि त अहिले भूमिका ठिक उन सबैले सराहना नै गरे कुर्सी छोडे सबैभन्दा महान त मलाई त्यो आर्जु देउपा लाग्यो लुखुर लोग्नेको पछाडि मुसु हाँस्दै हिँड्नु भनेको सानो कुरा होइन नि जसले चाहिँ जगटा लुची मागेको थियो लात्तले हानेको थियो जसलाई त्यो महिलाले आनन्दसँग पार्टी कार्यालयमा आफ्नो बलिदानी पतिको पछाडि लुसु हिँड्नु भनेको सानो कुरा होइन नि यसरी मान्छेले मिना पाउँछ र मूल्याङ्कन बदलिन्छ क्या हामीहरू नै आक्रामक थियौँ नि त्यो दम्पतिको बारेमा तर त्यस यता तिनीहरू त मरेको घोडा थिए त्यहाँ चाबुक हान्नुको केही अर्थ थिएन नि 100 जना सुरक्षा घेराभित्र एउटा पूर्व प्रधानमन्त्रीले र बालवाला परराष्ट्र मन्त्रीले जुत्ताले गोदाइ खानु भनेको चान्जुने कुरा थिएन नि त्यो किन परिस्थिति उत्पन्न भयो भन्ने पो महत्त्वपूर्ण कुरा हो त हामी कति लाचार रहेछौँ हाम्रो राज्य सत्ता कहाँ पुगेछ हाम्रो देशको भविष्य के हुनेवाला रहेछ पो महत्त्वपूर्ण कुरा एउटा ल्याक्राले कहाँ कुटे खायो कहाँ कुटे खाएन के कुरा हुन्छ र त्यो के हुन्छ त यसपछि अब अहिले चाहिँ एक प्रकारले नेपाल चाहिँ फेल नेसन जस्तो स्थितिमा छ कहीँ कोही पनि मनोबलले काम गर्दैन प्रहरीहरू मुर्जाएका छन् कहीँ गए पनि काम हुँदैन बन्दीगृहहरू चाहिँ अराजकताको चाहिँ
केन्द्र बने, खुल्लमखुल्ला चाहिँ नेपाल राज्य विरुद्ध मान्छेले हतियार उठाए, नेपालीहरूलाई थुके, यो हो नि त महत्त्वपूर्ण कुरा। एउटा ल्याङ्राले के भन्यो के भनेन भन्ने कुरा कुनै तुक्को कुरा हो र? यी त मरेको घोडा हुन्, यस्तो माथि के चाबक हान्नु? जो आफै मरिसकेको छ, त्यो राष्ट्र ब्याङ्कको गभर्नर भन्ने कमाइया छैन त्यो कल्की, त्यो कल्कीले डेरा पनि पाएन अरे काठमाडौँ, त्यति घृणा गर्छन् मान्छेले अहिले। ऊ म गभर्नर हुँ भनेर हिँडिरहेछ। एउटाले गएर त्यो एनएसीको लाई राजीनामा दिए भन्यो, अरू अख्तियार दिए भन्यो, त्यसैले लगेर कोचिदिए, आफै ठग रहेछ त्यो म जेएनजी हुँ भन्थ्यो। यी महत्त्वपूर्ण प्रश्नहरू हुन्। यतातिर कसैको ध्यान छैन, ओली कहाँ छ, त्यो ओलीको अनुमान त्यो अर्को त्यो कहाँ छ, यतातिर मात्रै मान्छेको। अब मुलुक विनष्ट भइसक्यो, राज्य असफल हुने हो कि छ, भोलि के हुने हो कसो हुने कसैलाई पनि थाहा छैन। सबै मरेका हुन् कि बाँचेका हुन् कसैलाई थाहा छैन। त्यही एउटा दुर्गा प्रसाई बेला बेला डुक्रेको सुनिन्छ, अरू त जिउँदा लास जस्ता छन्, मुर्दा जस्ता। यत्रा राजनीतिक दलहरू एउटा डेमोन्स्ट्रेसन गर्न नसक्ने कस्ता राजनीतिक दलहरू हुन् यिनीहरू? यो स्थिति किन आयो होला? विचार गर्नुपर्ने कुरा त यो हो। विचार कहाँ केन्द्रित छ? ओलीले राजीनामा दिनुहुन्छ कि हुँदैन, शेरबहादुरले राजीनामा दिएर ठिक गरे कि गलत गरे, अब किन उनी सिङ्गापुर गइरहेछन्, यहाँको पुँजी व्यवस्थापन गर्न नसकेपछि सिङ्गापुरको पुँजी व्यवस्थापन गर्न जाँदैछन् भन्ने छ। नियन्त्रण गर्नुपर्ने त त्यहाँ पनि थियो होला नि त। हामी खालि एउटा त्यो त्यो केपी ओली, अर्को कुन चाहिँ छ त्यो रमेश लेखक भनेको शेरबहादुरको कम्ट्या होइन? शेरबहादुरले जे गर भनेको छ त्यही गरेछ त्यसले। शेरबहादुर चाहिँ सिङ्गापुर हुँकिने, अनि रमेश लेखकले चाहिँ काठमाडौँ बाहिर पनि जान नपाउने भनेपछि अनि कहाँ जाने त उसले चाहिँ? फेरि घरमा आगो लगाइदिने, यहाँबाट बाहिर जान नपाउने, अनि के टुरी खेल मारेर सुत्ने उसले चाहिँ? यी प्रश्नहरू हुन् महत्त्वपूर्ण। तर हामी चाहिँ अन्यान्य विषयमा मरेको घोडामाथि चाबुक हान्नमा लागिराखेका छौँ। मरेको घोडामाथि चाबुक हान्नु बहादुरी होइन, उसलाई त मैले लेख्दा उद्धार गर्नुपर्छ। अब संसद पुनर्स्थापना हुन्छ? म विकल्प देख्दिनँ, किनभने समयमा चुनाव हुन नसक्ने, संसद पुनर्स्थापित पनि नहुने, अनि कसरी राजनीति अगाडि जाने त? तर के गर्छ समयले, मालिकले के गराउन चाहेको हो मैले भनेर त केही पनि कुरा हुँदैन। तर म संसद पुनर्स्थापनाको विकल्प देखिरहेको छैन। यो सब जेएनजीले गर्दा भएको। अब जेएनजीले चाहिँ के आफै गएर त्यहाँ आफूले जे ध्येयबाट यो सब गरेको थियो त्यसको मार्गचित्र प्रस्तुत गर्नुपर्ने थियो कि उसको नाममा सरकारमा गएकाहरूले त्यो अनुसारको चाहिँ आचरण गरिदिनु पर्नेमा यो मागै मेरा होइनन् भनिदिइसकेको छ प्रधानमन्त्रीले। अनि के हुन्छ त यहाँ? यस्तो बेलामा चुनाव भए के हुन्छ, संसद पुनर्स्थापित भए के हुँदैन, एउटै कुरा हुन्छ। चुनाव भयो भने नि मोरले तिनै दलका प्रतिनिधि निर्वाचित भएर आउँछन्, पुनर्स्थापित भयो भने पनि तिनीहरूले नै जागिर खान्छन्। नेपाली जनताले यसमा के पाउने कुरा हुन्छ त? हामीलाई त जेएनजीले जुन कारणले विद्रोह उठाएको थियो, मलाई आज पनि एउटा मुगुको मित्रले भेटिरहेको थियो, असुविधाका कुराहरू, गाविसहरूलाई गावेबाट उत्पन्न भएको असुविधा, अकर्मण्यताको स्थिति, कामहीनताको स्थिति, केही कामै छैन। यत्रो एउटा वडालाई गाविसलाई वडाको रूपमा झारिदिएको छ। गाविस भवन कहाँ छ, गाविस अध्यक्ष कहाँ छ, गाविस सचिव उङेर बसिरहेछ, भ्रष्टाचार यति व्याप्त छ। यो सबै ती कार्यकर्तालाई जागिर खुवाउन ल्याएको रहेछ भन्ने भयो क्या अहिले। जस्तो जिल्ला समन्वय, मैले कतिचोटि भने नि, जिल्ला समन्वय समिति के काम छ र त्यसको? सम्पूर्ण चाहिँ प्रादेशिक संरचनाहरू छन्, सबै खर्च चाहिँ चालुमा विनियोजित छ, विकास निर्माण ठप्प जस्तो छ, कल कारखाना बन्द भए। अब बाँकी रहेका जे जति संरचना थियो त्यो जेएनजीको नाममा आगो लाग्यो। अब जेएनजीको विद्रोह चाहिँ हामीले रोजगारी पाएनौँ, कुशासन भयो, भ्रष्टाचार भयो, हामीलाई सुशासन चाहियो भन्नको लागि जेएनजी चाहिँ सडकमा आएका थिए। अब अहिले परिणामले के भयो भने जेएनजीले जे गरे त्यसबाट त्यही कुरा चाहिँ विस्तारित भएर गयो भन्ने भयो। किनभने कार्यालयमा जाउँ पासपोर्ट बनाउन पाइँदैन, यातायात व्यवस्था विभागमा जाउँ लाइसेन्स निकाल्न पाइँदैन, पुराना कागजपत्र सबै डढेर गए, सिंहदरबार अस्तित्वमा भएन, जिल्ला अदालत कामबिन भयो, सर्वोच्च अदालत चाहिँ
पाल टाँगेर काम गरिरहेछ। बाहिर जान सकिँदैन, 10वटा मुलुकले भिसा रोकिदिइसके। जेएनजीले चाहिँ आएको यो हो त नि। भनेपछि जेएनजीले नै आफ्नो विरुद्ध आफै विद्रोह गरे जस्तो चाहिँ देखियो। यो हो नि अहिलेको महत्त्वपूर्ण प्रश्न त। यसमा त कोही पनि केन्द्रित भएको म देख्दिनँ। त्यस कारण यो सबै स्थिति जो आज अगाडि चाहिँ विद्यमान छ त्यसको सोल होल जिम्मेवारी चाहिँ जेएनजीले लिनुपर्छ। उसले के बुझेर यो विद्रोह गर्यो र किन यो स्थिति आइला? कतै यो देश सिध्याउने खेल त होइन। जेएनजीको चाहना त त्यो नहुनु पर्ने थियो त। अनि भयो त्यही। अब ठाउँ ठाउँमा जेएनजी कुटिनु पर्ने, लखेटिनु पर्ने स्थिति आयो क्या आएन? यी आन्दोलनमा सहभागी सबै पक्राउ खाँदैछन् विभिन्न नाममा अहिले। अब पक्राउ त औपचारिकता होला, त्यो नाटक पनि हुनसक्छ, सुरक्षाको लागि पनि हुनसक्छ। तर ठाउँ ठाउँमा भाटे कारबाही हुन थाल्यो भनेर पनि म सुन्दैछु। हुँदैछ, घर घरमा गएर धम्क्याउने काम। अनि त्यो जेएनजीको चाहना हो त। तिनीहरूको संरक्षण कसले गर्ने भन्ने नि टुङ्गो छैन। अनि सङ्गठन पनि छैन, समर्थक पनि छैनन्। अनि हो यो जेएनजीको हो त भने नि। त्यस कारण यो अनुकूलको सरकार उनीहरूले बनाउनु पर्थ्यो र कमान्ड आफ्नो हातमा लिनु पर्थ्यो। हाम्रो कुरा चाहिँ यो है खबरदार भन्नुपर्नेमा कोही अर्कै लगेर उनीहरूले सरकारमा लगेर राखिदिए, जसलाई चाहिँ कसैलाई चाहिँ बारबरा भने, कसैलाई समता भने, कसैलाई हुरफोन भने। त यसरी बदनाम गराउने कुरा भयो नि त। अनि यसको जवाबदेही त कसले लिने त? आजको केन्द्रीय प्रश्न त यो हो नि त। पहिला यसलाई चाहिँ कमान्डमा ल्याउनु पर्यो, अनि मात्रै अरू कुरा हुन्छ। भनेपछि त त्यो नहुने बित्तिकै त यो अस्तव्यस्तता र अराजकमा पठाउनको लागि नेपाललाई अस्थिर बनाएर खेल्न चाहने खेलाडीहरूले यो परिवेश निर्माण गरेको रहेछ, यो प्रपञ्च निर्माण गरेको रहेछ र यो प्रायोजित रहेछ भन्ने भन्दा परतिर त यहाँ केही पनि देखा परेन। टिओबी भन्ने कुरा आयो, सबै टिओबीले गराएको भन्ने कुरा आयो। अनि यो सबै टिओबीले गराएको हो भनेदेखि डिप स्टेटको कारणले यस्तो भयो कि हाम्रो मेकानिजम सोल्ड भएको हुनाले उनीहरू रमिते भएर बसे त? यो मात्रै त स्थिति अगाडि आयो। कसरी भयो त यस्तो? त्यस कारण यो अहिलेको विषयवस्तु हो। यो अहिलेको जुन खालको स्थिति आयो यसमा समग्र दलहरूले यो परिस्थितिलाई कसरी समीक्षा गरेको पाउनुहुन्छ डाक्टर साहब? हिजोको सत्तापक्ष प्रतिपक्ष यी जो जति राजनीतिक दलहरू छन् यिनीहरूको समीक्षा निष्कर्ष के पाउँदै हुनुहुन्छ तपाईँ? बाबुरामले निकालिहालेछन्। यसपछि केपी ओली सिंह भए अरे, प्रचण्ड ब्वासो भए अरे, एउटा बाँकी रह्यो त्यसमा, उनी चाहिँ स्याल भए। यति हो कुरा। स्याल ब्वासो शेर। अहिलेको समीक्षा यति हो। किनभने कुनै पनि दलले ठोस रूपमा यसको समीक्षा गरेकै छैन। प्रचण्डले अब सबै कुरा छोडिदिउँ, चुनावमा जाउँ भनिदिइसके। काङ्ग्रेस बल्ल तङ्ग्रिँदैछ, शेर मात्रै डुक्री राखेको सुनिन्छ। यति हो समीक्षा। पत्रिका कोही पनि पढ्दैन, सोसियल मिडियामा चाहिँ शीर्षक मात्रै आउँछ, जुन चाहिँ प्राय भरलाग्दो हुँदैन। यही हो समीक्षा। यो समीक्षा सही समीक्षा हो त? होइन, अब बाबुरामको समीक्षा सही समीक्षा हो? सही जस्तो देखिन्छ क्या। किनभने प्रचण्ड यो सबको पछाडि प्रचण्ड पनि एउटा खेलाडी भन्ने छ र आफ्नो लागि छैन। हजुर, त्यसमा दुई मत छैन। अनि त सही त रहेछ नि। त्यसो भन्दा 24 गते 4 बजे मात्रै वाङ खाएका हुन् प्रचण्ड। अनि म पङ्गु भएछु भन्ने कुरा त्यतिखेर थाहा पाएँ। होइन भने यो आन्दोलनको नेतृत्व नै आफू लिन चाहँदै थिए प्रचण्ड। होइन, अब पनि लिन चाहने कुरा छ भन्ने सुनिन्छ क्या। अब बिस्तारै कन्याउने सुमसुम्याउने सुशीलालाई। अब चुनाव त हुँदैन। अब चुनाव नभए पनि संसदै पुनर्स्थापित भयो भने पनि ओलीलाई त त्यहाँ चर्को हुन्छ। काङ्ग्रेसलाई पनि ओलीसँग सहकार्य गाह्रो छ। अनि के हुन्छ त त्यहाँ? अब उनले त भनि पनि सके, त्यतापट्टिको बाटो पनि उनले क्लियर गरिसके। ओली नभएको एमालेको नेतृत्व बन्ने हो भने पार्टी एकतामा जान सकिन्छ भन्ने खालको कुरा उनले ल्याइसके। भनेपछि ब्वासोको भूमिका आयो कि आएन त? बाबुरामलाई कोट गर्न हामी त यत्रो कुरा बोल्नै सक्दैनौँ, भाटे कारबाही भइहाल्छ। बाबुरामलाई त कोट गर्न पाइयो नि त? पाइयो। उही हाम्रो लानु चौधरीले हाम्रो प्रचण्डको बुहारीको त्यहाँ 80 रोपनीमा होटल बनाएको छ, ती लगेर उनका पैसा थुपारेका छन् भने नि त लानुले। लानुलाई त कोट गर्न पाइयो नि। लानु आफै गुरिल्ला हो। हामीलाई पो हप्काउनु सहिलो छ, लानुलाई त सहिलो छैन। हाम्रो लानु
मैदानको गुरिल्ला हो, बाबुराम चाहिँ हेड क्वार्टरको गुरिल्ला हो, बराबर उनीहरूलाई त कोट गरेर भाइयो नि त। गुरिल्लाहरू त्यस्तो भन्छन्। त्यस्तो छ क्या अवस्था। यो अवस्थाले कता पुर्याउँछ डाक्टर साहब? अब होइन, यो अवस्थाले प्रचण्डलाई कता पुर्याउँछ? अब प्रचण्डले यो बुवासो तरिकाले सुमसुम्याएर गुदी भेट्न सक्छन् कि सक्दैनन् भन्ने एउटा कुरा भयो। अब काङ्ग्रेसको अगाडि कस्तो चुनौती छ? एमालेको त कुरा नगरौँ, ओली छँदैछन्, ओलीले जहाँ पुर्याउन चाहेको त्यहीँ पुग्छ एमाले भन्ने प्रश्न भइहाल्यो। यो काङ्ग्रेस र माओवादीको भूमिका चाहिँ कस्तो हो अहिले तपाईँको? उनीहरू चाहिँ अब उनीहरूलाई के छ, जेएनजी विद्रोह नै हो कि भन्ने भ्रम थियो उनीहरूलाई पनि, किनभने घर घरमा आगो लाग्ने, ठाउँ ठाउँ गोदाई खाइने, भाटे कारबाही हुने हो कि भन्ने पिरुलो थियो नि त। त्यसपछि उनीहरू चाहिँ बिचरा हाम्रो घर जल्यो पनि भन्न सक्ने अवस्थामा आउनुको सट्टा जेएनजीले महान विद्रोह गरेको भन्छन् उनीहरू त। आफ्नो घर आगो लागिरहेछ, जेएनजीले ठिक गर्यो भन्छन्। त्यति आतङ्कित थिए यिनीहरू, किनभने अपराध मात्रै गरेका थियो जीवनमा, एउटा काम पनि त सही गरेका छैन उनीहरूले, लुटेको मात्रै छ, सबै श्री सम्पत्ति बाहिर राखेको छ। अब छोराछोरीहरूको पनि वैदेशिक व्यवस्थापन नै छ भनेपछि यिनीहरू मोरल्ली फिजिकल्ली हतप्रभ अवस्थामा भएको हुनाले किम कर्तव्य विमूढ भए यिनीहरू। तर हामीले भन्दाखेरि चाहिँ के भन्नु पर्यो भने यो राष्ट्रलाई यसो गरेर फ्रेजाइल बनाएर चाहिँ आफ्नो स्वार्थ लिनेहरूले भू राजनीतिलाई आफ्नोपट्टि पार्ने यो त रणनीतिक चालबाजी थियो नि त। पहिला चैत्र 15 गते उनीहरूले ट्रायल गरे, त्यो केपी ओली आफैले गरेको थियो, उनको पुलिसले गरेको थियो। त्यति नै बेर यसलाई ठिकसँग लेखाजोखा गरेको भए नेपाल प्रहरीले नाङ्गै भाग्नुपर्ने थिएन। कति मरे पनि होला बिचारा प्रहरीका जवानहरू। दसैँको मुखमा उनीहरूको शिर ठाडो भएन, कसरी दसैँ मनायो होला तिनीहरूले पनि, किनभने तिनीहरूको दसैँ मान्ने बाटो पनि त यही सडक थियो। सडकमा उभिने ठाउँ राखिदिएन जेएनजीले, किनभने प्रहरीहरूको आचरण पनि ठिक थिएन। किनभने उनीहरूलाई भनिहाल्यो नि त, अब यी प्रहरीका रिटायर भएका अधिकृतहरूले मलाई चाहिँ 8 करोड 7 करोड मागेको थियो, मलाई 55 लाख मागेको थियो, सबै भटाभट बग्न थाल्यो होइन। अब जब 55 लाख अथवा 8 करोडमा आइजी पद किन्नुपर्छ भनेपछि त फेरि कमाउनु पर्यो। त्यसपछि उसले चाहिँ चोक चोकमा गएर चाहिँ सवारी चालकको घुच्चुकमा हान्थ्यो जवानले। कारण त यो थियो, दिनभरिमा तैँले यति ल्याउनुपर्छ भने आउँथ्यो उसलाई। अब त कहाँ ल्याउने त? कि भन्सार खुल्ला गरिदिनु पऱ्यो, कि चेकपोस्ट खुल्ला गरिदिनु पऱ्यो, कि चाहिँ बाइक चलाउने केटालाई घुच्चुकमा हान्नु पऱ्यो, है भन्नु धप्काउनु पऱ्यो। स्रोत त यो थियो नि त। त्यसपछि उनीहरू चरम अलोकप्रियताको नमुना बनेका थिए। त्यसको आक्रोश उनीहरूको टाउकोमा बजिरहेको हिजो। गरेको त केही पनि होइन नि, उसले पनि बिचारा ड्युटी गरेको, आदेश पालन न हो। अब अहिले आदेश पालन गर्ने स्थिति छ त त्यहाँ बजारमा? हो, यो चाहिँ आजको लागि चुनौती हो। अब यी ल्याङ्ग्रा त कहाँ जान्छ, यिनीहरू लाज हुँदैन, घिन हुँदैन? अब यस्ता निर्लज को त के कुरा भयो र? तर यो देश त जम्मैलाई चाहिने होला नि त फेरि भोलि। यहाँ चाहिँ चरम असुरक्षाको स्थिति भयो, अभावहरू भए, लुटपाट भयो, कुटपिट हुन थाल्यो, बलात्कार हुन थाल्यो, बन्दीहरू मन परि छुटेर जथाभावी अपराध गर्न थाले। अब हाम्रो स्थिति के हुन्छ त? यो हो नि त प्रश्न। अब अघि पनि भनियो 7वटा 8 10वटा मुलुकमा त भिसा, त्यो पनि हाम्रो लागि मात्रै। दीपक खड्का ट्याक्सेस पुग्यो भने अहिले हामी जाउँ त के हुन्छ? सक्यो त, यहाँ भिसै दिँदैन। दिइहाल्यो भने कति बेला कहाँ रोक्ने हो केही पनि थाहा छैन। एउटा लठुवा मन्त्री आउँदै थियो अरे, भिसा दिए पनि जान सक्ने स्थिति हुँदैन नि। टेक्सासमा गएर जीविकोपार्जन गरौँला भन्ने कसरी कल्पना गरिन्छ र हामी जस्ता मान्छेले? होइन, त्यो अर्को पाटो भयो। मुख्य कुरा छिर्नै दिन्छ कि दिँदैन भन्ने कुरा अर्को कुरा भयो। मुख्य कुरा चाहिँ यो हो नि त। अब जस्तो एउटा लठुवा चाहिँ हाम्रो 8 घन्टा इन्टरनेसनल एयरपोर्टमा रोकेर आएको थियो अरे, त्यो यहाँ खबरै आइपुगेको छैन त्यो। केपी ओली क्याबिनेटको लठुवा मन्त्री भागेर कहाँ दिल्ली पुगेछ क्या र? अनि फर्किँदै रहेछ 8 घन्टा केरकारमा परेछ ऊ। हो, यसो गरिदिन्छ। अब म यहाँबाट चाहिँ उपचार गर्न दिल्ली जानुपर्छ, 8 घन्टा एयरपोर्टमा रोकिदियो भने मेरो हालत के हुन्छ? किनभने हाम्रो चरित्र त बदनाम भयो नि त बाहिर त। यो चाहिँ जेलबाट भागेको यो अपराधी कैदी हो, फरार कैदी हो भन्ने पर्यो अरे क्या इम्प्रेसन हाम्रो विदेशमा। अनि कुटपिट गर्ने, झगडा गर्ने, जाँड खाने,
यस्तो खालको चाहिँ नेपाली भन्ने पर्यो अरे के बाहिर देशभित्र रोजगारी नपाउने देश बाहिर हाम्रो यो इमेज बनिदिने हो भनेदेखि अनि हामीले यहाँ भन्छ नि तावाबाट उम्किएको माछो भुङ्ग्रोमा भयो भन्दैछन् नि त होइन बन्दिने होइन बनिसक्यो समस्या सुरु भइसक्यो अब यसको समाधान के हो त डाक्टर साहब के छ समाधान अब समाधान त जेनजी हो नि उसले ल्याएको स्थिति होइन यो उसले के बुझेर यो गरे अब नेतृत्व पनि छैन विचार पनि छैन कुनै डकुमेन्ट पनि छैन एउटा गतिलो व्यवस्थित खालको प्रेस वक्तव्य पनि छैन यसको आधिकारिक मान्छे को हो भन्ने पनि छैन जेनजी भनेको त त्यस्तो भयो नि त अहिले त्यसैले त मैले भनेको हो यो नि अहिले जेनजी भनेको सुशीला कार्की हुन् भन्ने बुझ्नु पर्यो हामीले त होइन सुशीला कार्कीले म होइन भनिसकेँ मैले जेनजी देखेको पनि छैन जेनजीको एजेन्डा मेरो कार्यदेश पनि होइन पनि भनिसकिन् सक्यो त्यहाँ पनि कुरा भनेपछि यस्तो काम यो जेनजी भन्नेले गरेको थियो किन पहिला यसको उत्तर चाहिन्छ हामीलाई घाँटी हेरिनु र हात निल्ने हो सिंहदरबार जलाउन सक्ने अनि आफ्नो अनुकूलको व्यक्तिलाई प्रधानमन्त्री बनाउन नसक्ने भने के हो भनेपछि त यो त दुराशयबाट आएको कुरो भयो नि त यो पक्का त्यो कुरा हामीले सूर्य थापालाई मात्रै गाली गरेर हुन्छ र त्यस्तो गरिबलाई रात दिन किन लखेट्ने हामीले उनीहरूले लडेर ल्याएको व्यवस्था धाराशाही भयो म उतार्नु पऱ्यो पनि भन्न नपाउने कसैले केपी ओलीको कुरा पनि यही हो प्रचण्ड यिनीहरूको कुरा नगरौँ किन उनीहरू खतरा हुन् भोलि भाटे कारबाही पनि हुनसक्छ बाबुराम छटपटाइराखेका छन् यसपछिको रणनीतिक पात्र बाबुराम हो भन्ने कुरा पनि छ उनले त्यो खाली ठाउँ पुर्ताल त गरिराखेकै छन् नि त त्यस्तो शपथ ग्रहणमा भाग लिएदेखि लिएर आन्दोलनमा उनको आएको धारणा सबै हेर्ने हो भने त अर्को जेनजी यही बाबुराम हो कि भन्ने स्थिति पनि छ अब भनेपछि त यो सबै कुराको केन्द्रबिन्दु भनेको जेनजी हो अरूतिर यसको समाधान खोजेर केही पनि हासिल हुँदैन होइन भने कमसेकम जेनजीले आम नेपाली जनसमुदायले ओन गर्न सक्ने मान्छेलाई त अन्तरिम सरकारमा लानु परेन भने डाइरेक्ट कि बारबरा कि समता कि हेमिल्टन अनि उनीहरूको हेरौँ त उनीहरूको माथि प्रश्न उठेका हेरौँ न अहिले अनि यो के हो त यो प्रश्नलाई कसले ओन गर्ने त अब त्यो लद्दाखमा पक्राउ परेको स्वतन्त्र लद्दाखको कुरा गर्ने मान्छे पनि महावीर पुनसँग कनेक्सनमा रहेको भन्ने आइरहेको छ डाक्टर साहब अहिले हट महावीर पुनको कुरा नगर्नु एउटा फुटेजै आइसक्यो भाइ त्यो महावीरको कुरा गर्नु बेकारमा अब कुरा कोटे खाइन्छ त उनीहरूले आफै फरफारक गरून् उनीहरूले त महावीर भनेको वैज्ञानिक हो कुलमान भनेको उज्यालोको देवता हो यो सन्दुक रुहित भनेको आँखाको देवता हो भने होइन जसले भन्यो उनीहरूले नै यसको ओन गर्नुपर्छ र उनीहरूले नै के हो के होइन हामीले भन्यो भने त जातीय आधारमा हेरिहाल्छन् नि यो खसार्य भनिदिइहाल्छन् अब हामी उनीहरूका भक्त छौँ उनीहरू हामीलाई खसार्य भनिदिन्छन् यहाँ मान्छेको रूपमा उभिने कि खसार्यको रूपमा उभिने त यो हो नि त प्रश्न हामी पहिला खसार्य कि पहिला मान्छे देश खरानी भइसक्यो अब मान्छे कि खसार्यको बहस गर्नुपर्ने स्थिति छ अनि यो अप्ठ्यारो स्थिति छ डाक्टर साहब अब के उपाय दिनुहुन्छ तपाईँ होइन उपाय त जेनजीले भन्नु पर्यो मलाई नै बोलाएर उपाय यसको के बाटो हुन्छ भनेर सोध्यो भने मै उपाय दिइदिन्छु होइन भने उनीहरूले हामीलाई निर्देशित गर्नु मैले त भनेकै थिएँ तिमीहरू सत्तामा आऊ हामी पछाडि गएर सहयोग गरिदिन्छौँ मैले त यही भनेको थिएँ तर एकजनाले हलोसम्म पनि आजसम्म भनेन के भन्ने त भन्नलाई के यति हो भन्नलाई हामीले भन्नुपर्ने विषयवस्तु यसको निकास जेनजीले दिनुपर्छ उनीहरू दिन सक्दैनन् भने हामी बैठामा आउनुपर्छ हामी दिन्छौँ होइन भने उनीहरू भइहाले उनीहरूका प्रतिनिधिहरू अहिलेको सरकार भइहाल्यो अहिलेको सरकारले जेनजीको कुरा हाम्रो कार्यदेश पर्दैन उनले भनि नै सकेको स्थिति छ भनेपछि त यो त देश सिद्ध्याउने अराजकता ल्याउने कुरा न रहेछ अनि त्यसमा हामी मतियारी गर्न सक्छौँ र हामी अब यो परिस्थितिलाई काबुमा लिन या आफ्नो पकडमा लिन दलहरूले सक्लान् राजनीतिक दलहरूले होइन अब त्यो पनि गौण कुरा भयो उनीहरूको अगाडि त्यो एउटा चुनौती छ कसरी चाहिँ डिरेल भएको पोलिटिक्सलाई चाहिँ ट्र्याकमा ल्याउने यही नै उनीहरूको त चुनौती छ उनीहरूको कुकर्मले उनीहरू मुर्जाए त्यो कुरा सत्य हो घर जल्यो झलनाथ खनालको वाइफको हातसम्म गयो डढेर कस्ती भयो कि बिचरा कयौँ मान्छेको ज्यान गयो अब अहिले चाहिँ के भइरहेछ भने जसले चाहिँ ज्यान गुमाउनु पर्यो होइन कतिले यसलाई पनि केन्द्रीय विषय ठानेछन् सबभन्दा ठुलो अपराध यहाँ हो पनि भनेका छन् यसलाई पनि समीक्षा गर्नु पर्यो यो घुसपैठ हो भन्ने कुरा
केपी ओलीको मूलत केपी ओलीको तर्क यो छ, नेपाल प्रहरीले भन्नु पर्यो। मेरो भनाइ चाहिँ के छ भने तिनकुने जे हो त्यसको विस्तारण नयाँ बानेश्वर हो। त्यही हो डाक्टर साहब। उनी हत्याबाटै यो आन्दोलन निस्तेज गर्छु भन्ने मनोविज्ञानमा थियो, पूर्व तयारीमा थियो केपी ओली यो हत्याकाण्डको। भनेपछि त्यो चिजलाई अब नेपाल प्रहरीले भनिदिनुपर्छ। त्यस कारण अब यो कुरालाई त अब मैले चाहिँ त्यस सन्दर्भमा के भनिदिएको भनेदेखि जाँचबुझ आयोग गठित छ, जाँचबुझ आयोगले चाहिँ सही निष्कर्ष निकाल्नु पर्यो। अब दुर्भाग्य के भने जाँचबुझ आयोगको अध्यक्ष जसलाई बनाएका छन् उनी नै जेएनजीको चाहिँ क्याम्पेनर भन्ने देखिएको छ। भनेपछि उनले त निष्पक्ष जाँचबुझै गर्दैनन् भन्ने कुरा आयो। मेरो विचारमा यस्तो स्थिति खडा गरेर मुलुकलाई चाहिँ सङ्कटापन्न छोडेर परचक्रीहरूले रणनीतिक फाइदा लिने भू राजनीतिक चालबाजीको खेल हो यो। अब यो चिजलाई कुनै एउटा ठुलो नेताले ठिकसँग लिड गर्नुपर्छ कि पर्दैन? अहिले कि हात उठाउनु पर्यो हामी गर्छौँ? उनीहरू नै नेता हुन्, उनीहरू नै जेएनजी हुन् भने उनीहरूले मार्गचित्र दिनु परेन? कसैले दिएन भने सबै मलाई दिउन्, यसको फोरफारक म गरिदिन्छु, होइन भने उनीहरूले गरौँ। आफू पनि नगर्ने अनि अरूलाई नि गर्न नदिने भनेपछि अनौठो भएन यो? त्यस कारण अहिलेलाई आजको परिवेश बिगार्नेमा केपी ओली, विस्फोटक बनाउनेमा जेएनजी, यो दुईटाले यो सबै कुराको जिम्मेवारी लिनुपर्छ। बाँकी त च्याखे थाप्ने हुनु प्रचण्ड सरचण्ड भने त यस्तै अप्ठ्यारोलाई चाहिँ आफ्नो अनुकूल पार्ने खेलाडीहरू मात्रै हुन् जसलाई बाबुरामले बुवासो भनिरहेको स्थिति छ। तर यहाँ त जसले बिगारेको उही पो टाइगर हो भन्ने कुरा आएको, फेरि जसले चिथोर्यो उही टाइगर। त्यस कारणले यो सब कुरालाई चाहिँ हाम्रा पालामा चाहिँ दलहरूले, नेतृत्वले चाहिँ सही सूचना हामीलाई दिन्थे क्या, सही ज्ञान दिन्थे, डकुमेन्ट आउँथ्यो, हामी त्यो पढ्थ्यौँ, नेता भरलाग्दो हुन्थ्यो, त्याग बलिदानमा चाहिँ राजनीति चल्थ्यो। अब अहिले त भ्रष्टीकरण भयो, अपराधीहरू, बेइमानहरू, यही दीपक खड्का जस्ता फटाहरू के अब यहाँ हुँ आउने डक्टर मन्त्री हुने, अनि मन्त्री रिटायर हुने भोलिपल्ट टक्क हुन्छ, उनीहरू हुन्छ फ्ल्याट फ्ल्याट जम्मै हुन्छ के फेरि यिनीहरूको। फेरि एउटाको मात्रै होइन, अहिले कुलमानको कुरा आइरहेछ, शक्ति बस्नेतको कुरा आइरहेछ, देवेन्द्र पौडेलको कुरा आइरहेछ, जनार्दनको कुरा आइरहेछ, वर्षमानको कुरा छ, सबैको छ हो। त्यसपछि यो भएको हो नि त। अनि त्यो गर्ने रणभूमि हो यो देश, त्यसका लागि यो देश जोडिदिएको। अनि प्रहारको केन्द्र चाहिँ कहाँ हो? जसले यो देश बनायो हो त्यहाँ। अनि त्यसबाट के हुँदो रहेछ भन्ने कुरा पोखराले देखायो नि त। त्यहाँ पृथ्वीनारायण शाहको शालिग तोडियो भनेदेखि अहिले आएर चाहिँ लगन थापाको शालिग पनि तोडियो। ठाउँ ठाउँ केपी ओलीका चाहिँ स्मारकहरू तोडफोड हुन थालेका छन्। जहाँ जहाँ केपी ओलीको नाम छ तोड्दे भाइ भन्ने भएको छ। अनि यसबाट के हुन्छ त? प्रतिहिंसा जन्मिन्छ नि त। जल गरेर यो सिएरा लियोनदेखि अफगानिस्तानदेखि सिरिया बनाउने कुरा होइन त नेपाललाई। यो खेल चाहिँ यो हो। कतिले यो कुरा बुझिराखेका छन्, कतिले यो चाहिँ घर जलेपछि बुझ्ने हुन्, त्यो मात्रै प्रश्न हो। तर यो स्थिति त ठिक होइन नि त। यो फोरफार गर्नुपर्ने कि जेएनजीले हो कि नेतृत्वले हो। अब भागेर हिँडे, कोही अमेरिका लागे, कोही सिङ्गापुर लाग्ने, अब कोही चाहिँ टिकटको तयारीमा होलान्। अनि यो देश चाहिँ कसले टेक केयर गर्छ त भोलि? त्यस कारणले यो फोरफारक नभइकन कोही पनि बाहिर जान पाउँदैन, कोही पनि भाग्न पाइँदैन। तर भनिदिने कसले? यो उपचारको लागि भनिदिएका छन्। अब होइन भनौँ भने साङ्घातिक हमला गरिएको छ, कुटपिट भएको छ। उनीहरूले कहिले उपचार देशभित्र गरेनन्। उनीहरूको नियमित फलोअप सिङ्गापुर, अब देउपाको कुरा गर्ने उनको ट्रिटमेन्ट सिङ्गापुरमै हो। एक पैसा भ्रष्टाचार गरेको छैन भन्छन्, कुन खर्चले गर्छन् त त्यो? आज नागरिकहरूसँग एउटा सुई लगाउने पैसा छैन, एउटा फिस तिर्ने पैसा छैन, एउटा बाटो खर्च छैन। नेताहरू यस्ता खालका छन्, छोराछोरी विदेशमा बस्छन्। त्यसपछि हाम्रो मुलुक कमजोर 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 हुँदै हुँदै आज यो भएको होइन त। कसैलाई मुलुकप्रति आशा छैन, कोही मुलुकप्रति गौरव गर्दैन, कोही मुलुकलाई ओन गर्दैन। सबैको लक्ष्य जसरी पनि भिसा लिने, अनि सके अमेरिका जाने, नभने युरोप जाने, जापान जाने, मलेसिया जाने, लास्टमा खाडी त जानु छँदैछ। अनि यही हो त नेताले गर्ने काम। त्यस कारण यिनीहरूलाई चाहिँ जसरी अहिले जेएनजीको नाममा चाहिँ आक्रान्त बनाइएको थियो, नेपाली जनताले यसलाई ओन गरेको थियो। तर परिणाम नआइसकेपछि फेरि निराश भएको छ जनता। यसले के हुन्छ त? त्यस कारण सबभन्दा पहिला जेएनजी बोल्नुपर्छ।
उसले के बुझेर यो विद्रोह गरेको, उसको मार्गचित्र के छ, ऊ कसरी लक्ष्यमा पुग्न सक्ने। अब जेएनजीको नाममा डाङडुङ गर्नेहरू त पक्राउ पर्न थाल्यो भन्ने छ अब अहिले। ती को थिए त भनेपछि त्यस्तो किसिमको अराजक प्रवृत्तिले जेएनजीको चाहिँ मुभमेन्टलाई आफ्नो हातमा लिन थालेको भन्ने देखिन्छ। त्यसकारण यो सबै कुराको फोरफार गर्नुपर्ने जेएनजीले हो। म उनीहरूलाई अहिले पनि भन्छु, तिमीहरू सक्दैनौ भने हामी गरिदिन्छौँ, यस्तो किसिमले गर भनेर मार्गचित्र। तर मुलुकलाई चाहिँ छरपष्ट र अन्यल अस्तव्यस्त छोडिराख्नु तिमीहरूले पाउँदैनौ। त्यस्तो हो भने गाउँ गाउँबाट लखेटिनुपर्छ भाइ। भोलि अर्का घर जलाएर म सिसा घरमा बस्नेले म सुरक्षित छु भन्न ठान्नु गलत हुन्छ। त्यसकारण यसमा उनीहरूले किन्तु परन्तु भन्न पाउँदैन। उनीहरूले साधिकारपूर्ण तरिकाले भन्नुपऱ्यो बाहिर आएर आफ्नो मार्गचित्र प्रस्तुत गर्नुपर्छ र सिङ्गो मुलुकलाई चाहिँ लिड गर्नुपर्छ। नसक्ने हो भने हात उठाउनुपर्छ र भन्नुपर्छ हामीले, जस्तो उनीहरूले भनेकै छ, तोडफोड हाम्रो होइन, यो आगजनी हाम्रो होइन, कसैले हाम्रो नारा चाहिँ अतिक्रमण गरेको हो, हाम्रो त खालि एउटा भ्रष्टाचार र कुशासन विरुद्धको डेमोन्स्ट्रेसन। उनीहरूले भन्न बाँकी त केही पनि आएको थिएन। तर जो पनि मन्त्री हुने स्थिति आएपछि उनीहरूलाई पनि लोभ लाग्यो, अनि म पनि जेएनजी भन्न थाले मान्छेहरू। भएको त यो हो। अब अहिले जेएनजीकै नाउँमा आतङ्क, अराजकता, कुटपिट, हप्की दप्की, धम्की, त्यताबाट अर्को प्रक्रिया पनि सुरु भएको छ। त्यो अब घुसपेटको चरित्र त्यहाँसम्म पुग्दैछ, क्रमशः अराजकतातिर, घर घरमा मान्छे हप्काउने, धम्काउने, लुटपाट गर्नेतिर जाने हो कि विषय भनेर जस्तो छ डाक्टर साहब। अब त्यही उनीहरूले चाहिँ गराउनु खोजेको त्यही हो, मुलुकलाई त्यस्तोमा फसाएर अनि आफ्नो स्वार्थ साध्ने अभिप्राय यो हो। अब त्यसमा त अब एउटा स्वच्छ भावना भएका युवाहरू पनि त होला नि त्यहाँभित्र। तिनीहरूलाई जेएनजी नै भनौँ, जेएनजीका परिचालक भनौँ, सबका सब बेइमान भन्ने कुरा त हुँदैन हो। ती मान्छे चाहिँ उठ्नु पर्यो। हाम्रो अभिप्राय यो होइन, हामी यो चाहन्छौँ, यस प्रकारले हाम्रो एजेन्डा अपहरित भएको छ, तर हामी यसलाई चाहिँ तुरुन्तै ट्र्याकमा ल्याउन चाहन्छौँ र यो बाटो हिँड्न चाहन्छौँ। उनीहरूले नभन्दासम्म त अब हामी के भन्न सक्छौँ त यसमा। सरकारले ओन गर्न अस्वीकार गरिसक्यो, केही पनि हुँदैन 5 महिनामा भन्न थालिसक्यो र उनीहरू जुन बाटोबाट त्यहाँ पुगे यति बदनाम भए कि उनीहरू फेरि जनमानसमा स्थापित हुन मैले देख्दा लगभग असम्भव छ। भनेपछि उनीहरू पनि भाग्ने हो अब आएर। अब यो हो नि त अवस्था त। र जसले यो गरायो उनीहरूको चाहना पनि यही हो, उनीहरूको चाहना बमोजिम भइरहेछ। हाम्रो पनि चाहना यही हो त। प्रश्न यो हो, मैले देख्दा यसलाई हामीले तुरुन्त रोक्नुपर्छ, यसलाई सही दिशा दिनुपर्छ। होइन भनेदेखि मुलुकमा लुटपाट र अराजकता, अस्तव्यस्तता चाहिँ बढ्छ। त्यो हो भने मुलुक त फ्रेजाइल नेसन हुन्छ, फेल नेसन हुन्छ। त्यसपछि त अनि यहाँ त बस्नै सकिँदैन नि। नेताहरू त जुरुको उठे, कोही टेक्सास पुगिसके, कोही सिङ्गापुर पुगिसके, कोही इन्डियामा होलान्। उनीहरूले आफ्नो व्यवस्था बाँधिसके, माल छँदैछ। प्रचण्डको दुबईमा 41 अर्ब छ भनेकै हुन्। फ्ल्याट अपार्टमेन्ट उहाँ घर छँदैछ, उनी लागिहाल्छन्। अनि अब सबैको आफ्नो व्यवस्था बाँधिसकेका छन्। बस हो, यो केन्द्रीय। अब समस्या यहाँ झोलेलाई मात्रै हो। बस त्यस्तो स्थिति छ। अब परिस्थितिलाई ठ्याक्कै आफ्नो दलीय एउटा प्रणालीमा जोडेर राजनीतिक दलले नै अहिलेको समग्र परिस्थितिलाई ह्यान्डलिङ गर्न सक्ने परिस्थिति निर्माण गर्नका निम्ति कस्तो खालको भूमिका आवश्यक छ डाक्टर साहब? अहिले तत्काललाई दलहरूभित्रका अब सचेत पङ्क्तिलाई जो यो सुनिरहेका छन् उनीहरूलाई पनि जसले चिन्ता गरेका छन्, जसको झोला बोकेर नेतासँगै भाग्ने अवस्था पनि छैन, नेताले जाउँ पनि भन्ने होइनन्, आखिर एक्लै भाग्ने रहेछन् भन्ने कुरा देखियो। त्यो त ओलीको भगाइमै थाहा भएको, भगाइले देखिएको। विष्णु पौडेल अहिले बोलचालै गर्न छोडे, ओली र विष्णु पौडेलको बोलचाल छैन भन्ने सुनिन्छ। त्यहाँ छोडेर आगोमै छोडेर भागेछन् ओली, उनलाई अनि धक्का दिएर भागेका अरे। त्यसको स्थिति चर्चा पनि छ। भनेपछि अब जसले झोला बोकेर पश्चाताप गर्ने स्थिति आउँदैछ क्रमशः, र यो परिस्थितिबारे चिन्ता पनि लिइराखेका कार्यकर्ता पङ्क्ति छन्, उनीहरूलाई तपाईँको के सुझाव छ? अब उनीहरूले चाहिँ आफ्नो दलमा चाहिँ दबाब बढाउनु पर्यो। जस्तो शेरबहादुरले त एउटा गरे नि त, एक खालको हस्तान्तरण भयो, सबैले त्यसलाई चाहिँ स्वागत गरे, राम्रै माने होइन। एउटा बाटोबाट त्यो जानेतिर ऊ प्रवृत्त भइसक्यो। अब प्रचण्डले पनि एउटा तरिकाबाट व्यवस्थापन गरे, तर त्यो बुवासो तरिका हो भन्ने नि छ, प्रचण्डको तरिका छ। अब त्यो बुवासो हो कि स्याल हो त्यो त उनीहरूले
तिनीहरूको बारेमा नै यो प्रश्न हो तिनीहरूले चाहिँ यसलाई पुनर्मूल्याङ्कन गर्नुपर्यो के हो यो कुरा भनेर कहिलेसम्म प्रचण्ड त्यो दलको कि एक्लो ठिक छ बाँचुन्जेल प्रचण्ड भनिदिनु पऱ्यो किन टन्टा बेकारमा कार्यकर्तालाई दुई भागमा बाँडेर हिमरावल बनाउने कुरा हो त्यो अब प्रचण्डलाई म गतिशील भन्थेँ नि कारण यही चिज ओली भएदेखि जनार्दनको के हाल हुन्थ्यो होला अहिले पनि धम्काइरहेछन् केपी ओली त यो हिसाबले मैले अरूभन्दा अलिकति गतिशील मान्छे हुनै नि भनेको फेरि एकपल्ट पुष्टि भयो काङ्ग्रेस त डेमोक्रेटिक पार्टी हो उसले सबैलाई आउटलेट दिइहाल्छ हामीले देखि पनि हाल्यौँ इभन राजेन्द्र लिङ्गदेनले हस्ताक्षर सहित चाहिँ साथीहरू आयो भनेदेखि म अध्यक्ष छोड्न तयार छु सम्म पनि भने आवश्यक छैन नि राजेन्द्र लिङ्गदेनले त्यो भन्न किनभने त्यो पार्टीलाई अलिकति रिअर्गनाइज गरेको त हो नि राजेन्द्र लिङ्गदेनले कमल थापा जस्तोसँग टक्कर लिएर राप्रपालाई यहाँसम्म ल्याउनु 15वटा सिट जिताउनु भनेको आफैमा अचम्म थिएन तै पनि हात उठायो उनले म तयार छु साथीहरू आउने भने म तयार छु भनिसके उनले अब यिनीहरू त त्यति पनि भन्दैन म बाँचुन्जेलमै खबरदार औँला उठाउला भनेपछि पुनर्विचार गर्नेपट्टि छैनन् त्यस्तो बेलामा त्यो भित्रका सचेत र इमान्दार कार्यकर्ताले भएको हो कि भएको होइन क्लियर गर्नु पर्यो आफू नसक्ने हो भने केपीको नेतृत्वको वैधता रहँदासम्म पार्टीलाई सबैले एकमुष्टमा चाहिँ हैँसे गर्नु पर्यो रात दिन झगडा गरेर त हुँदैन होला नि त त्यतातिर जानुको म विकल्प देखिरहेको छैन तर ती चाहिँ मैले देख्दाखेरि के जातिको न्यानो भन्छन् नि त्यति मात्रै हो मुख्य कुरा चाहिँ भूराजनीतिको जसरी शिकार भएको छ आज हाम्रो देश र यो असफल राष्ट्र हुनेतिर गइराखेको चाहिँ देख्छु म यस्तो बेलामा जेनजी नै आजको स्थिति ल्याउने पछिल्लो कारक हो र उसलाई नै म्यान्डेट प्राप्त छ अहिले उसका एजेन्डाहरू कसैले अपहरण गरिदिइसक्यो चाँडोभन्दा चाँडो जेनजीहरू एक ठाउँमा आएर सङ्गठित रूपमा नेतृत्वदायी भूमिका उनीहरूले हस्तक्षेप गर्नुपर्छ म्यान्डेट त्यही हो नि अहिलेको जनताको त होइन भने मुलुक अराजकतामा जान्छ असफल राष्ट्र हुन्छ हामीले त्यस बापत दण्डित हुनुपर्छ कोपित हुनुपर्छ कुन बाटो हामीले छान्ने सबै सचेत नागरिकहरूले देशभक्त नागरिकहरूले बौद्धिकहरू मिडियाले कार्यकर्ताले समेत पनि होइन जस्तो म त्यो हिल्टन होटललाई सम्झिन्छु क्या हिल्टन होटलको चाहिँ दिलभूषण पाठनले विषय अगाडि ल्याइदिए आखिरमा हिल्टनको त्यो हाल भयो त्यसको सच्चाइ चाहिँदैन कसैलाई त्यो सही हो भनेदेखि कुरो सिद्धियो गलत हो भनेदेखि त साह्रै ठुलो त्यो कुकर्म हुन पुग्यो नि त विधि त गलत छँदैछ किनभने उपेन्द्र महतोले व्यक्तिगत सम्पत्ति पनि गुमाउनु पर्यो क्या भाटबटनीको त त्यो दशा भइ नै हाल्यो यसलाई हामीले चाहिँ उचित समीक्षा गरेनौँ भने आउँदा दिनहरूमा बिगमाटहरू पनि चल्छन् अनि हामी बुङ्गो हुन्छौँ यो कुनै बहादुरीको कुरा हुन्छ त मेरो बानेश्वरका ठुलागर सबै प्रचण्ड गाउनु भनिरहेछन् अब अर्को आउँदा त्यो लगाइदिने बेर छैन फेरि अब भनिसके सूर्य थापाले अब पालो बालेन शाहको भनेर भनिसके अब नगरपालिकाका हाकिमहरू के गर्दै होला नि बिचरा सुनिता डङ्गलको आवाजै सुनिँदैन थरो रहेछ नि त सहरमा त पुरै चाहिँ कम्पित छ काठमाडौँ त्यस्तो स्थिति आयो नि त हवस् डाक्टर साहब समाधान र दलीय भूमिका कस्तो हुनुपर्छ भन्ने विषयसहितको अहिलेको पछिल्लो ज्वलन्त विषयमा कुराकानी गर्न पाइयो यो समय र संवादका लागि यहाँलाई धेरै धेरै ल हस् धन्यवाद